सबैलाई अहिले हुन्छ बिहानको समयमा हामी उठिसकेको छौँ र उठ्नुबित्तिकै ब्रस गरेर मुखसुख धोएर मैले यहाँनिर सेरेमकमा पानी पिउँदै भ्लगिङ गर्दैछु। यहाँ चाहिँ माछा पनि रहेछ हो, दुईवटा माछा कुवा चाहिँ दुईवटा रहेछ साथीहरू। अन्त यो कालो कालो देख्दै गरेको त माछाको भुर्राहरू रहेछ, दुईवटा कुवा चाहिँ दामी रहेछ नि माछा त। यो कालो देख्दै गरेको सबै माछा है। माछा चाहिँ यो सबै कालो देख्दै गरेको चाहिँ माछा हो साथीहरू। यहाँ अलिकति टल्केर देखेन। अहिले भने चाहिँ टक्क हामी पास्टर रेगिनको चाहिँ ससुरालीमा छौँ। मुस्कान दाको चाहिँ निनी आफ्नै निनी हुँदो रहेछ नि त, त्यो भएर चाहिँ मजाको लोकेसन लाग्यो। म चाहिँ दामी लाग्यो यो ठाउँ चाहिँ साँच्चै भनिदिएको क्या। यहाँ मुनि पनि घर रहेछ, यहाँ तल पनि गाउँ होला सायद धेरैजना। दामी ठाउँ हो साँच्चै ब्युटिफुल। जाडो छ, आँखा पनि मेरो सुनिरहेको जस्तो पनि भइरहेको रहेछ हो। ठिकै छ, अब चाहिँ हामी लगभग एकछिनमा हिँड्नुपर्छ। यहाँबाट पनि 2-3 घन्टाको बाटो अरे नि त, त्यो भएर चाहिँ मेरो चाहिँ उठ्नु बित्तिकै पानी पिउने बानी छ फेरि हो। अरू केही चाहिएन, पानी चाहियो, ब्रस गरेर चाहिँ पानी पिइहाल्ने। यहाँबाट हेर्नुहोस् अगाडि फ्रन्ट भ्यू, लोकेसनहरू कति मजाको। साथीहरू कति मजाको होमस्टे जस्तै घरमा चाहिँ हामी बस्यौँ। यो घरमा यहाँनिर फुलहरू पनि मजाको फुलिरहेका छन्। कति मजाको साँच्ची भनेको ठाउँ चाहिँ दामी रहेछ है। अब हुन त ठाउँ त मलाई दामी लाग्यो, तर हामीलाई अब जस्तो बोरिङ ठाउँ पनि अब 1 दिनको लागि या 2 दिनको लागि जाँदा त मजा आउँछ नि त। सायद 1 हप्ता किन नहोस्, तर हमेसा यहाँ बस्नलाई थाहा हुन्छ नि त। अब यहाँको दुःख के छ त्यो अनुसार उनीहरूलाई के दुःख कस्तो भएको दुःखमा जिरहेको छ भन्ने कुराले डिपेन्ड पर्छ मजा आइरहेको छ कि के आइरहेको छ। हामी त अब 1 दिनको पाहुना जस्तो ठाउँमा नयाँ ठाउँ हुनु नै हाम्रो लागि त मजा भइहाल्छ नि त, त्यो भएर पनि हुनसक्छ। तर यसो हेर्दाखेरि चाहिँ अब रमाइलाग्दो रहेछ हो। रमाइलाग्दो भन्दा पनि अब यहाँनिर के भन्नु, गाडीको बाटोहरू असुविधा अलिकति देखेँ। अन्त ज्यादा बारी खेती नै हुने ठाउँ रहेछ यहाँनिर, अलैँचीहरू ड्याम हुँदो रहेछ। बारीहरू चाहिँ भएको क्या, जग्गा भएको चाहिँ यो बाटोबाट आएको है। हिजो राति ओह्रालो माथि चाहिँ पहिरोहरू पुरा गएको छ। अब अहिले जाँदाखेरि देख्छ होला, यहाँ चाहिँ गाई पनि पाल्नु भएको रहेछ, बाख्राको खोर पनि छ। यहाँ बाख्रा पनि छन्, हेरिरहेको छ हेर्नु साथीहरू। यहाँ पारि चाहिँ यहाँनिर पनि गतिलो गोठ छ है। यहाँ चाहिँ के को लागि बनाउनु भएको हो, यहाँनिर सायद के राख्नुहुन्छ होला, बिजनहरू गतिलो नभनेको पनि एउटा गतिलो घर बनिने च्यादर चाहिँ लागेको रहेछ साथीहरू। यहाँ चाहिँ यहाँ तल पनि यहाँ टक आयो। यहाँ चाहिँ हामी स्टे गरेको हिजो, कति मजाको ठाउँ साँच्ची भनेको, रियली इन्जोइड। साथीहरू हेर्नुहोस्, यहाँबाट 360 भ्यू देखाइदिन्छु यहाँको हामी बसेको घरको। यो चाहिँ मैले पानी पिएको मग छप्परमा राखिदिइरहेको छु है। पुऱ्याइदिन्छु यतिकै चाहिँ छोड्दिनँ। यहाँनिर हामी चाहिँ यो माथिल्लो तालामा सुत्यौँ। यतापट्टि किचन, टोइलेट, यतापट्टि गेट। हुन्छ साथीहरू, अहिले हुन्छ म उठेर पनि पानी पिएर पनि चिया पिउँदैछु। बिहानको उठ्नु त हामी अघि उठेको 6:30 भइसक्यो। अब चाहिँ हामी अब एकछिनमा हिँड्नुपर्छ सायद, किन यहाँबाट पनि 2-3 घन्टा लाग्छ अरे। बाटो पनि खराब छ भन्नुहुँदै थियो, त्यो भएर चाहिँ अब हामी चाहिँ यहाँ पास्टर रिगनको घरबाट ससुरालीबाट चाहिँ हामी हिँड्नुपर्छ।
यहाँको मौसम चाहिँ एकदम जाडो छ। बिहान झन् कस्तो डरलाग्दो जाडो, अब माथि झन् पुरा डरलाग्दो जाडो छ अरे हो। त्यो भएर चाहिँ हामी चाहिँ तातो तातो लुगा लगाएर हिँड्नुपर्छ। बाइक चाहिँ हामीले निकै माथि राखेको छु, किनभने यो बाटो चाहिँ आधी बिच टुक्रेको रहेछ पहिरो गएको कारणले गर्दा। यो ठाउँहरू तपाईँहरू कस्तो लाग्यो? एकदम म चाहिँ इन्जोय गरिरहेको छु। हाम्रो पनि जग्गा त अब यस्तै बारी जग्गा भएकै हो, सुनसानै हो, तर यो त अझै दामी लाग्यो मलाई ठाउँ। अब हामी 1-2 दिन आउनेलाई त अब 1-2 दिन पनि भन्दिनँ है, 1 हप्तासम्म बस्नलाई त अब राम्रै लाग्छ नि त। जस्तो ठाउँ पनि नयाँ ठाउँ हुनु नै खाएकै जग्गा दामी लागिहाल्छ। तर यहाँ वर्षौँ बस्नलाई थाहा हुन्छ के कस्तो छ, यहाँको दुःख के को कमीहरू छ। इभन बाटो पनि अहिले स्टिल राम्रो छैन रहेछ, माथि माथि चाहिँ आएको रहेछ हो। बर्खामा चाहिँ अलिक हिँड्नु साह्रै पर्ने रहेछ यो बाटो पनि। अन्त यहाँसम्म पनि गाडी आउँदै छ, तर बिचमा पहिरो गएको कारणले गर्दा यहाँको बाटो चाहिँ बिग्रेको रहेछ हो। तातो चिया मैले लिएर आएको यो ममा, यो पिइसक्दा नसक्दाखेरि चाहिँ चिसो भइसक्यो थियो। अब कस्तो जाडो छ होला सोच्नुहोस्। कानहरू चाहिँ मेरो यहाँ आइस जम्ला जस्तो भइसक्यो। र यो ठाउँ देख्नुहुँदैछ यो पछाडि, यस्तो ठाउँ चाहिँ हाम्रो उता बस्ती मामा घर पनि हुन्छ, याक्सा भनिन्छ। उता चाहिँ यता के भनिन्छ थाहा छैन। यस्तोमा चाहिँ परालीहरू क्या राख्ने साँच्ने गर्थ्यो गाईबस्तुलाई दिनुको लागि। अन्त यहाँ चाहिँ सायद के युज गर्नुहुन्छ मलाई थाहा भएन। यहाँ त परालीहरू पनि देखिनँ, यहाँ त सायद धान पनि हुँदैन हो। यो के को लागि चाहिँ बनाउनु भएको, सायद मुनि सुँगुरहरू पालन केही बिजनहरू राख्ने ठाउँ होला सायदै पनि, मलाई थाहा भएन। तर राम्रो लाग्यो। तर यो जति पनि च्यादर लाग्यो, यो च्यादरले चाहिँ एउटा गतिलो घर बनिने चाहिँ च्यादर चाहिँ यहाँनिर एउटा याक्सा, अब मेरो लागि चाहिँ याक्सै भयो नि त, याक्सामा चाहिँ युज गर्नुभएको रहेछ। र यतापट्टि चाहिँ बाख्रा गाईको गोठहरू रहेछ। अन्त मैले अघि माछा कुवा पनि देखाइहालेँ हो। यता माथि चाहिँ के पुरा खेती हुँदो रहेछ, यता पनि पानीहरू पुरा सप्लाई दिइराख्नु भएको रहेछ नि त। हेर्नु त यता माथिपट्टि, म तपाईँहरूलाई जुम गरेर देखाउने कोसिस गर्छु। पानीको पुरा सप्लाई दिँदैछ नि त यहाँ, सायद के रोक्नु भएको छ जग्गा जग्गा। के भन्दैछ यहाँ तल कातर छाप्ने जस्तो सन्दकपुर जान्छु भन्छ केटाहरू। बाटो बिकेट छ हो, बोलाइरहेको छ त्यहाँ जानुपर्ने अलकतराहरू लगेर बनाउनु लागि। बाटो साह्रो खराब भएको छ है, बाटो साह्रो खराब छ, कतिजना लडेको छ। त्यसको लागि चाहिँ बाटो बनाइदिने। बाटो बनाएर आज गएर बाटोहरू हेरेर बनाइदिनु पर्छ होला। बिचरा टुरिस्टहरू जान्छ आउँछ, साह्रो गाह्रो अप्ठ्यारो हुन्छ। यस्तो टुरिस्टहरू आउँछ नि त, यो चाहिँ प्रपर टुरिस्ट हो। किचन मैले बिहानै उठेर कतिपल्ट रिचेकी गाई गाएँ माथि केटाहरू बाँच्नु पऱ्यो। साथीहरू इन्जोय गर्ने सियो गर्न हेरेर एउटा फोटो खिच्नु भाइ। होमस्टे हो, ड्रोन साटै गर्नु होला। हुन्छ हामी आउनेछौँ है। हुन्छ फेरि भेटौँ। र अहिले भने चाहिँ हामी निक्लिसकेको छौँ हाम्रो टोलीहरूसँग। यहाँ हेर्नुहोस् साथीहरू, मैले यहाँको त सबै भिडियो कभर गरिसकेको छु नि। तर त साथीहरू अहिले चाहिँ हामी स्टिल उकालो हिँडेका छौँ। ठन्डामा चाहिँ अक्सिजनको अलिकति जति हाइट त्यति अक्सिजन कमी हुन्छ कि। अहिले हेलमेट खै मेरो त्यो भएर जाँदैछु। हाम्रो ग्रुप चाहिँ अलिकति ग्रुप भन्दा हाम्रो टिमहरू आधी उदी माथि पुगिसक्यो। म चाहिँ मेरो ग्लोभ्स बिर्सेर चाहिँ बिर्सेको भन्दा पनि ब्यागमा रहेछ, मैले चेक गरेँ नि त हो। अन्त अलिकति ढिलो भयो। हामी जानुपर्ने चाहिँ अलिकति निकै माथि छ, यहाँ पहिरो छ हो। हिजो बेलुका हामी राति अँधेरोमा अब राम्रो देखिएन हो। खोला पनि मैले त्यस्तो छ त्यस्तो लागेको थियो नि, तर खोला पनि यहाँ गतिलो रहेछ। हामी यो खोला यहाँनिर हेर्नुहोस् बाटो। अन्त आम्बामा यो बाटो त जति बेला पनि झर्न सक्ने रहेछ, तर त्यस्तो चाहिँ जग्गाहरू छ। केही भन्नु कि होस्, केही भन्नु होस्। हिजो चाहिँ यो भिरपाखा भएर चाहिँ हामी आएको रहेछौँ साथीहरू। यहाँ झरेर सिधा तल बन्च भएर चाहिँ उता पारि पुग्ने रहेछौँ हामी।
एउटा त डाइरेक्ट चुडेको रहेछ नि त अन्त बाटो त यहाँबाट सिधा रहेछ नि अब सिधा बाटो डाइरेक्ट चुडेको रहेछ नि त यो चाहिँ खतरा हो हिजो यहाँ मेरो हात झन्नै मरले यहाँ तर्बिसी चाहिँ टाढा अब लगभग हामी पुग्छौँ साथीहरू रातिको हामीले यहाँ यही बाटो आएको अलिक खराब छ पुष्पराज अघि बढ साथीभाइहरू पछि नहट आराम से आस्ते 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 चलुन् बल्ल आइपुग्यो हामी बाइक राखेको ठाउँमा बल्ल बल्ल हामी आइपुग्यो बाइक भएकोमा हेलो यता हेरिदेऊ न हेलो जाउँ मसँग जाउँ न मसँग हान्छु ल जाउँ न जाउँ न जो बाइकमा भन्छु टिङ टिटिट नजाने भाइको नाम के पो हिजो पनि भनेन पनि यही एक्सपिरियन्स गर्नु आएको यही मजा लिनु आएको मसँग एकदम सेफ्टी छ बाइक मैले पनि छक्क परेको छु एउटा ढुङ्गा पनि छाड्दैन रहेछ तर ढुङ्गामा अहिले चाहिँ यहाँनिर बसिरहेको छ सर्पहरू पनि रहेछ नि त औषधालय बाइक यसरी छोपिरहेको छु यसलाई ओपन गरौँ अनबक्सिङ गरौँ त्यही त आउँछ हामी निक्लिन्छौँ साथीहरू लु साथीहरू हामी जाँदैछौँ अहिले पनि सन्दकपूको यात्रामा छु यहाँबाट चाहिँ भ्यू यस्तो दामी देखिरहेको छ तपाईँहरूलाई मैले देखाउँदै गर्दाखेरि चाहिँ यहाँ जुम गरेर म देखाउन चाहेँ है यहाँनिर चाहिँ घरहरू यस्तो सेटिस र आलीहरू मजा के मजाले मिलाएको आलीहरू यस्तो सेटिस जग्गा चाहिँ म आज आएको छु र साथीहरू सबैले हाम्रो ग्रुपले फोटोहरू खिचिरहेको छ यहाँनिर चाहिँ आम्बो दामी आयो नि सनको उयसले गर्दा क्या हो मकै मकै हो मकै छ हाम्रो चाहिँ यहाँनिर मकै यहाँ चाहिँ हामी भोकले केटाहरू मलाई त लागेको छैन कि तर राम्रो भन्छ रहेछ मैले बाटो यहाँदेखि माथि आज रस होला नि होइन हाम्रो बस्ती भन्नु त राम्रो ओ भाइ जाने बाटो दिएर न आम्मामा त्यो भन्नु चाहिँ राम्रो त्यो त कस्तो डेन्जर बाटो त्यो त अब बाइकको नाली कुदाउनु पर्यो टायर
हजुर हजुर दा ए हजुर टुक्रा टुक्रा हुन्छ तर हामी घरमा बसेको त्यो अलग्गै हो एपिसोड मुसन्दा भाइरल हुने भयो मुसन्दा दिनमा फर्काइदिँदै थियो नि त भाइरल हुन्छ कुरा गर्ने त यता आएपछि शान्त छ त यसलाई अक्सिजन लेभल कम हुन थाल्यो बिहानको ब्रेकफास्ट हुँदैछ केटाको देखाइदिउँ यहाँ मुस्कानदारले मकै हाम्रो घोडाहरू एउटा दिस इज माई धन्नु यो विजेताको यता हाम्रो मास्टर दिवस मामा यो च्यानलमा चाहिँ सब्सक्राइब गरिदिनुहोस् दया गरेर लङ्स चाहिँ अलिकति पावरफुल छ भने चाहिँ लङ्स अब हाम्रो त लङ्सै खेल होइन त हात र लङ्स हो जय नेपाल सबैलाई लु सिङ्गल राइडरहरू चाहिँ अगाडि किन भयो बहुत पछाडि है हामी डबल अलिकति समस्या भयो मेरो बस्नु भाइ एकछिन हजुर मेरो बस्नु मुस्कान उसको बाइकमा यो पनि कम्ती छ नि त पावर पनि होला नि त बस्नु जग्गा छ यसको चाहिँ फेरि टर्क बेसी हो आरामले हिँडिहाल्छ स्लोमा पनि मजाले पर्न खोज्छ नि त हाम्रो चाहिँ तन्किनुपर्छ यो तन्किनु पर्दैन फेरि हो बेग दाले सक्छ है केही छैन बस्दैन केही हुँदैन केही छैन सजगा यो भुइँमा राख्नु सजिलो हुन्छ बस्नु मुस्कानको पनि त आफ्नै छ अन्त ए ठुलो ब्याग सानो ब्याग लु दङ्काइदिनु भएको ओके बाई बाई राम्रो गरेर आउनु सिङ्गल राइडरहरू कमन लेट्स गो र अहिले चाहिँ हामी यहाँ रेस्ट गरिरहेको छौँ यहाँ बाटो अलिकति असुविधा भएको कारणले गर्दा बाटो चाहिँ खराब